अनि चाहिँ यो किचनमा अलिक फोहोर छ, जालीहरू लागेको छ किचनमा चाहिँ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हाम्रो घरमा सुरुमा सरसफाइ भइरहेको छ, किनकि घरमा चाहिँ पूजा हुनाले हामी यहाँ बेङ्गलोर भए पनि व्रत बस्नुपर्छ। त्यही भएर चाहिँ अनि त्यही भएर चाहिँ हामी आज पूजा गरिरहेको छौँ। जालीहरू र पङ्खाहरू सबै ग्रिलहरू जे छ फोहोरहरू सबै पुछिरहँ। भाउजूले पनि अब सरसफाइ गरिरहन्। आज हाम्रो कुल यो चैत मसान्तको लास्ट हाम्रो देवता पुज्ने गरिन्छ र हामी जहाँ जस्तो ठाउँमा भए पनि आफ्नो घर सरसफाइ अनि नुहाइधुवाइ गरेर अनि भोको बस्ने गरेका छौँ हामी चाहिँ। त घरमा चाहिँ अब भोलि बिहान आज साँझ भोलि बिहान चाहिँ हाम्रो पूजा हुन्छ। त्यही भएर हामी चाहिँ आज सरसफाइ गरेर छौँ। आज साँझ हाम्रो यहाँ पनि पूजा हुन्छ। अहिले चाहिँ हामी व्रत बसेको छौँ सबै। यहाँ अर्को म पनि व्रत बसेको छु भनेर आइरहेको छु नि। कता लाग्यो? बिहान एक रोटी खाएर हेर। अब यसको काम हेर, खुट्टा हालेर के गरेको? खुट्टा हालेर म चाहिँ सरसफाइ गरिरहेको छु। म जाली साली हल्का सानो सानो घरमा परेको छ रुममा, त्यही भएर चाहिँ सरसफाइ गर्न लागेँ म चाहिँ। पूजा छ नि त घरमा मेन त। जाली छ ल यतातिर ल्याउनु त। यो पनि निकाल, यो पनि निकाल। त्यसैले बाङ्लो भएको छ भने पूजा भयो कि ल यो पनि भयो। हाम्रो रुम हेर्दा माथि चाहिँ सब क्लिन भइसकेको छ। यहाँ पनि ठिक छ, यहाँ पनि भइसकेको छ हाम्रो क्लिन एकदमै। यो चाहिँ एउटा निस्केको हुनाले यसलाई चाहिँ चक्कर राख्नु। ल छिट ल्याउनु निस्किहाल्छ। धुने त हावा। अनि चाहिँ यो किचनमा अलिक फोहोर छ, जालीहरू लागेको छ किचनमा चाहिँ। ऑटोमेटिक लाइट हो करंट नभएर पनि जान्छ सक्दैन। नयाँ रुम हुनाले खासै फोहोर त छैन। फोहोर हाम्रो देख्नुभयो यस्तो छ। ल यहाँको पनि लगभग भयो। यहाँको क्लिन भइसक्यो। हाम्रो भगवानको क्लसहरू यहाँ चाहिँ अब धुनुको लागि राखेको छ। एकछिनपछि भाउजूले चाहिँ वास गर्नुहुन्छ यसले। काम गर्थे काम गर्नु भनेर तँलाई त्यहाँ बाबु कपडामा पर्छ। यति साफ गर्ने मेरो स्कुल जब लोडवाला पनि त्यसै कन्याको मोटर रुमको हालत त्यस्तो छ। अब एकछिनपछि सरसफाइ हुने बेला सफाइ गरेर राख्नु भएको छ। के म
कहाँ हो अरे 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 कहाँ हो कहाँ जाने भनेर पछाडि लागेको छ कि कहाँ जाने हामी कहाँ जाने को जल्लु हामी चाहिँ आज पूजा छ म चाहिँ व्रत बसेको छु घरमा सबै दाइ म भाउजू सबै हामी चाहिँ घरमा व्रत बसेको छु आज चाहिँ अनि पोछा हानेर पुरै पोहोर थियो भने पोछा हानेर चाहिँ भएको रुमहरू र सरसफाइ पनि बिहान गरिसक्यौँ हामीले अब यसो फलफुल लिन गइरहेछौँ दाजु र म चाहिँ यसो फलफुल केही फलफुल खानु भनेर हामी फलफुल लिन गइरहेको छु प्रकृति चाहिँ घरमै चाहिँ टाइमै होइन अहिले फुल्ने मार्केट केरा किन्न आएको छ अझ राइतोको लागि दाइले चाहिँ पेमेन्ट गर्छ हामी चाहिँ केला किनेर गयौँ हामी चाहिँ देखि यहाँ सोध्न गएको थिएँ दही नै छैन यहाँ चाहिँ दही चाहिँ मिलेन यहाँ हामी चाहिँ दही लिनुको लागि यहाँ छ यहाँ चाहिँ दहीहरू छैन पनि यति मात्र दही चाहिँ 4 प्याकेट लाग्यो दही लिएर हुन्छ दही एकैचोटि सबै हाल्नु नभने फेरि अब रुममा गइरहेको छु म चाहिँ आज पूजा हुनाले को खान्छ को खाने हो ल ल के राख हाम्रो चाहिँ देवता पुजिरहेको हुनाले चाहिँ व्रत बसेका थियौँ केलाएर दही ल्याएर आयौँ दही केरा बनाइरहेको छु होइन यो अर्की छोरी बोक्रा खाइरहेको छ म चाहिँ केला खाइरहेको छु आज मेरो ज्याकेट खराब हुने यो बाबाको लागि टंगाएर हैन जिलिनु टंगाएर जा पछि यता चिप्री खान्छु गर्दैन म हामी चाहिँ बहिनी तिमी गएर टंगाएर उयो यता उता उन गरेर बर्त रोग मान्छे जस्तो केला र दही बनाएर खाइरहेको छु यस्तो यस्तो मान्छे पनि हुन्छ अघि त्यहाँ माटो खनी राइतो हेर दही खाएर यसको मुखेर दही खाएर यो केला खानु केला दही केरा कसरी बनाउनु ल दही किनकि डली अल्तमती खुवाउनु हेर त यहाँ
ए बजाउने होइन के बहिनी जाली छ कि धेरै एकचोटि व्यक्ति के हो मुसो दबा बाहिर दबा मुसोका भित्र आला के पत्ता चिकचिको लागि हाम्रो यहाँ मुसो छैन कलगा चलाएर सँग अनि गाइस यसले खानु कतिले धेरै खाने लाइक चम्मच त्यो चम्मच काय गर्ने आफ्ना कब यस्तो छ वहाँ एकदम शेर जी बड़ी थाली खा रही है प्रकृति कसरी खाना अरे सुती यस्तै खाइरहनु दाल मेरो बाबु यस्तो बवाल छ मलाई पनि झिकाए नि आफू मात्र चाहिँ नाटक गरेर खाऊ त्यो फाल्नु होइन मिठो छ यो फ्रिजमा त्यस्तो छिटो घिम लागेर राख्ला त्यस्तो भन्ने भगवानको प्रसाद मैले खाऊ हेलो हेलो गाइस मिठो नि मीठा छ खाऊ फटाफट तो हम लोग क्या है फिर मेरे को भाषा बोलना नहीं ऐसे खाते कोको गर्दा बच्चा छ मम्मी डैडी अंकल यति जना मात्र यस्तो डाँडेको छ अब यताउता नपुग्छ त्यहाँनिर त्यो दियो मात्र पुग्छ है त्यो मात्र हो वर्क न एक पुग्यो खुलाउन आउँदै आउँछ ल एउटा खाएर यत्रो खायो ल पढाइ लेखाइ छैन केही छैन घुम्दा लाग्छ अरू बोल्नु लाग्छ शान्त भएर बस्छ त्यहाँ खाना बनायो कि नहीं बनायो हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद फेरि हामी नेक्स्ट ब्लगमा आउनु छ अहिले नै यति नै थ्याङ्क यू सो मच किप वाचिङ बाइ